ल है मित्रहरू, आज श्रम 12/2083 सालको वैशाख महिनाको 19 गते म चाहिँ माथि सुन्निमा पारोहाङ प्रतिमा निर्माण स्थलमा हाम्रो श्रमदान सुरु भएको छ। त्यहाँ हामीले पेरिमिटरमा अहिले अस्थायी बाटो बनायौँ। त्यसका लागि हामीले त्यो माथि डाँडा सुन्निमा पारोहाङको प्रतिमा विशाल टाइपको प्रतिमा हामी बनाउँदैछौँ। त्यसको लागि श्रमदान गरेर आएको। तपाईहरू पनि आउने गर्नुहोस् है। विशेष गरी किराँतीहरू, आफूलाई किराँती सम्झनेहरूले एकचोटि यहाँ आएर कम्तीमा पनि एक हप्ता चाहिँ ढुङ्गा बोक्नै पर्छ, माटो बोक्नै पर्छ है। र अरू नेपाली दाजुभाइ दिदीबहिनीहरू श्रमदाताज्यूहरूलाई पनि अनुरोध गर्न चाहन्छु, यो एउटा धार्मिक आस्थाको केन्द्र पनि हो, पर्यटकीय केन्द्र पनि हो, जे मान्दा पनि हो। त्यहाँनिर श्रमदान गर्नुपर्छ ल।